धेरै राम्रो गीत गाउनु भएको छ ल। एकाइ 1 सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा। सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तर्सम्बन्ध। सामाजिक अध्ययन अन्तर्गत मानव र उसको भौतिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा आर्थिक वातावरणसँगको अन्तर्क्रियाका सम्बन्धमा अध्ययन गरिन्छ। सामाजिक अध्ययन नागरिक समक्षता विकास गर्नका लागि गरिने सामाजिक विज्ञानहरूको एकीकृत अध्ययन हो। यसमा विद्यालय कार्यक्रम अन्तर्गत भूगोल, इतिहास, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, मनोविज्ञान, धर्म, संस्कृति, कला र विज्ञानका उपयुक्त विषयवस्तुको समन्वयात्मक र व्यवस्थित ढङ्गबाट अध्ययन गरिन्छ। यस विषय समुदाय तथा वातावरणमा मानवले पार्ने प्रभाव र वातावरण तथा समुदायले मानवको जीवनमा पार्ने दोहोरो प्रभावको अध्ययन गरिन्छ। यसले मानव समाजसँग सम्बन्धित विभिन्न पक्षका बारेमा अन्वेषण तथा विश्लेषण गर्न सिकाउँछ। धन्यवाद। मेन त दिदीहरूलाई सम्मान गर्नुपर्छ अच्छा है दिदी।